हेलो गाइज हामी अब यो दार बोक्ने काममा छौँ। हाम्रो यो मन्दिर निर्माणको छ। मन्दिर अब बनाउनै पर्ने त होला अब। बाहुबली सर धीरे धीरे लाल चली काटप्पा बाहुबली हुन्छ। दे 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 ल लाग्नु भयो अब सर आफ्नो गन्तव्यतिर। के भन्न चाहनुहुन्छ हजुर? हजुर के भन्न चाहनुहुन्छ? एक दुईवटा म के भन्न चाहन्छु भने के भन्न चाहन्छु भने चाहँदैन यो माथि लिएर च्यातेर छिटो मन्दिर निर्माण गर्न चाहन्छु। मन्दिर बनाउँदैछौँ हामी। अब मन्दिरको काम पनि सुरु भइसकेको छ। एक दिनको काम चाहिँ भइसक्यो। अब झन् एक हप्तासम्मको काम छ अझै। हामी एक हप्तासम्म अझै काम गर्नेछौँ। एक हप्तासम्म तपाईँहरूलाई भिडियो देखाइरहनेछौँ। यता छौ त्यहाँ बाहुबली हुने बाहुबली हुनुमा क्या न त नलिया नहुने आफ्नै मन्दिर नलिया क्या गर्ने। हुनु त हालत खराब छ। गाउँघरको बाँचे पारामै हुनुहुन्छ। बाटो खोज्दै शिवजीको लिङ्ग शिवजीको लिङ्ग मन्दिर हाल्दै गर्दा शिवजीको लिङ्ग शिवजीको लिङ्ग पनि देखाउन सक्छौँ हामीलाई। हाम्रो गाउँ शिवजीको लिङ्ग पनि भेटिन्छ है। यति भए भएन, शिवजीको लिङ्ग भेटेन पनि भाग्यमा लेखा हुनुपर्छ कि लेखा हुनुपर्छ। शिवजीको लिङ्ग भेट बाहुबली अब अर्को बाहुबली यो बाहुबली थाकिसक्नु भयो। अर्को बाहुबली अब अर्को बाहुबली चाहिँ बहुत तगडा भइसिन्छ। तगडा एक नम्बर। अब कटप्पा पाला आयो। अब कटप्पा हाम्रो पाली चाहिँ अब भलगरको आइसक्यो। अहिलेसम्म भिडियो बनाएको हुनु। फाइनल्ली उहिले चाहिँ एकदम तगडा छ। तगडा मार्के भारी बोक्ने र वहीँ हुनुहुन्छ। वहीँ घाँटी चाहिँ एकदम देखाएमा छैन तर तौल चाहिँ भसुम्या छ। भसुम्या त्यसपछि उसलाई चाहिँ लास्टै गाह्रो भए जस्तो छ है। एकदम यो उकालोमा चाहिँ लास्टै गाह्रो भइरहेको छ। उहिले चाहिँ राखिसक्यो है। देख्न सक्नुहुन्छ हाम्रो नाइके आउँदैन। नाइके भविष्यको त हामी पुजारू भविष्यको टाउका खाने पुजारू भए हुनुहुन्छ। एकदम कपाल सपाल छट्किहानेर गाह्रो भइसक्यो। यो त गाह्रो भइसक्यो। उसलाई चाहिँ लास्टै डाइरिया होला जस्तो भइसक्यो है गाइस। गाइस हामी मन्दिरतिर पुगिसक्यौँ। अब जे जस्तो सके पनि नसके पनि ल्याइयो जोस्। यो चाहिँ बरको बोट। यो चाहिँ बर त्यहाँनिर चाहिँ पिपल छ।
यो चाहिँ हाम्रो मेन मन्दिर हो। यो मन्दिर चाहिँ हामी मानिराख्छौँ। सर पुगिसक्नु भयो? हाहा ल ढालौँ ढालौँ। अनि कस्तो भयो त? अनि ल्याउँदै गर्दाको बाटोमा केही होला त? भिड त अध मेरो गाउँले फेल भयो। भिड त अध मेरो गाउँले फेल भयो। अन्त मेरो गाउँले फेल गयो। अरू त केही भएन? अरू के भएन, ती नसो पनि च्याप्यो। ल ठिक छ, नसो पनि च्याप्यो अरे। यो चाहिँ मेन मन्दिर हाम्रो। यो चाहिँ डेकोरेसन चाहिँ अझै भएन। यो चाहिँ अब सानो अर्को मन्दिर। यसको छोरो भन्दा नि हुन्छ। यो चाहिँ मेन मन्दिर हो। यसको डेकोरेसन चाहिँ अझै भएन। छोराको छोरो नाति, नातिलाई चाहिँ हामी यहाँ बनाउँदैछौँ। यो चाहिँ हिजो काम हो। हिजो चाहिँ भिडियो बनाउनु पाएन। यो यहाँ बनाउने। हामीले 18 चाहिँ यसलाई राम्रो। यसको चाहिँ अझै डेकोरेसन पुगेको छैन के? यसको अझै डेकोरेसन पुगेको छैन। न त चाहिँ बवाल हो यो मन्दिर पनि। ठिक छ। अर्को चाहिँ यता अब अर्को सङ्गत दाजु छ यहाँ। आज अब बनाउ हेरौँला 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 तेरो यो चोरीपुरी कति दिन टिस्यो म पनि हेरौँला। बनाउँदै गर्दा अब मन्दिर बनाउँदै गर्दा के कस्तो होला, केही भविष्यको पुजारी पनि हुनुहुन्छ तपाईँ। धामी त उहाँ हुनुहुन्छ। के होला, के कस्तो होला? एक दुई शब्द जाओस् त। चुम्रेन चुम्रिन त केही चुम्रेन। अनि हजुरको के छ त? अनि बनाए एक दुई? मेरो बनायो दाल ल्याउँदाखेरि कुरो फाल्नु पर्यो। कुरो चाहिँ भसुमा लाग्यो। भसुमा कुरो लाग्यो। मान्छेलाई कुरोले नपकाएन त कुरै छैन। ठिक छ। क्या दान देउताले शक्ति दियो भने पछि कुरो जान्छ। देउता शक्ति हुनु पर्यो। देउता शक्ति हुनु पर्यो। अब अरू त्यस्तै पूजाहरूले के भन्छन् भन्ने कुरा हो क्या? पुजार भविष्यको पुजार, टाउको खाने पुजार, टाउको खाने पुजाहरू हो। ल यो लिँदैछ नि टोली दुईवटा, कटप्पा र बाहुबली। यो बाहुबली फिल्म सुटिङ हुँदैछ। बाहुबली मुभी सुटिङ हुँदैछ यहाँ। मार्कोलाई पनि भेटाइसक्यौँ हामीले मन्दिर लिएर। मार्को नायिका पूजाहरू भविष्यका पूजाहरू चाहिँ अब गरिसक्यो। काम स्टार्ट भइसक्यो। अब ल स्टार्ट भइसक्यो। यहाँ मन्दिर बनाउने काम स्टार्ट भइसक्यो। मिस्त्री देउता चाहिँ यहाँ छ नि, यहीँको माथि ल्याउने हो। आउँछ अब म त ढुङ्गा काट्दैन। ल ढुङ्गा काट्नेको अवस्था के छ त? अनि सबै खाम खोसियो, सबै खाम खोसियो। अनि पुरानो पछि आउने पुस्ताको पुजाहरूको हालचाल के छ त? अनि ल अवस्था ठिक छ अरे। अनि यति धेरै है डोजरले पनि यतिकै खुन्दो क्या त? ल है ढोका राख्ने काम सुरु भइसक्यो। गारे साप हेर्नु भएको छ। ढुङ्गा फाल्ने मान्छे पनि हेर्नु भएको। कस्तो खतरा बन्छ हेर्दै जानु अझै। धमेर लाग्छ। ल है गाइस काम सकिसकेको छ। हामीले पुजारी र धामीलाई चाहिँ साथमा लिएर अगाडि बढिसकेका छौँ।
हाम्रो काम चाहिँ सकिसकेको छ आजको। भोलिदेखि चाहिँ फेरि काम स्टार्ट हुन्छ। आजको काम चाहिँ सकिसक्यो। त्यो हामी चाहिँ अब आफ्नो आफ्नो गन्तव्यतिर जाँदैछौँ र हाम्रो मिस्त्री साहब ल लास्टमा एउटा दुईटा शब्द जाउन अनि त्यसपछि र त फेरि अब युट्युबमा भ्लगर आइरहन्छन्, हेर्दै गर्नु होला। मैले भनिराख्नु पर्दैन। सेयर सब्सक्राइब के भन्छ त्यो सबै गरिदिनु। घचाङ घुचुङ घचाङ घुचुङ भन्नु धन्यवाद।